साथी, अब हाम्रो भेट 10 वर्षपछि हुनेछ। तिमी आफ्नो ख्याल राख्नु। तिमी पनि आफ्नो ख्याल राख्नु साथी। त होस् म हो, यो कुरा सत्य होइन, तर म एक प्राण हो र हाम्रो दोस्ती कहिले पनि छुट्ने छैन। साथी, किन रोको तिमी? तिमी ठिक त छौ कि तिमी माएर खुसी छैनौ? होइन साथी, त्यस्तो नभन। म तिमी आएर धेरै खुसी छु, तर म तिमीसँग अलिकति रिसाएको पनि छु। किन साथी? मदेखि के गल्ती भयो त्यस्तो? तिमीलाई यो 10 वर्षमा हाम्रो दोस्तीको एकपटक पनि याद आएन? आयो साथी, मलाई त धेरै याद आयो, तर के गर्ने, जिन्दगी पनि त राम्रो गराउनु पर्यो। अनि के गर्छौ त आजकल? म अहिले एउटा कम्पनी चलाइरहेको छु साथी। लाइफमा धेरै प्रगति गरेछौ, खुसी लाग्यो। अनि तिमी के गर्दैछौ नि साथी? साथी, फेरि के भयो? तिम्रो आँखामा आँसु? मैले आफ्नो जीवनमा केही गर्न सकिनँ साथी। मेरो जिन्दगी एउटा हार भयो। मैले आफूले देखेको सपना पुरा गर्न सकिनँ। तिमी यो के भन्दैछौ? हो साथी, मैले आफ्नो सपना पुरा गर्न सकिनँ। मतलब यो सब कसरी भयो? यो सब भाग्यको खेल हो साथी। जब मेरो बुवा बित्नुभयो, तब मेरो परिवारको जिम्मेवारी मेरो काँधमा आयो र मैले आफ्नो पढाइ पुरा गर्न सकिनँ। र पढाइ बिना मेरो जिन्दगी सफल हुन पनि सकेन। मलाई त अझ विश्वास लागिरहेको छैन। तिमी त त्यति ट्यालेन्ट मान्छे, अहिले यो हालतमा कसरी? जीवनमा मैले धेरै सङ्घर्ष गरेँ साथी, र आफ्नो परिवारलाई मैले केही कुराको कमी हुन पनि दिइनँ। मेरो दुःख देख्न नसकेर मेरो आमाले मेरो बिहे गराइदिनु भयो। हो र? अनि भाउजू खोइ त अहिले? मलाई छोडेर गइहाली। किन? सुखमा हुर्केकी थिए, दुःख र कष्ट सहनु पर्छ भनेर भागेर गइहाली। तिमीले धेरै दुःख पाएको रहेछौ साथी। अब त म दुःखसँग खेल्ने बानी भइसक्यो। तिमी अब चिन्ता नगर, म तिम्रो साथमा छु। अब म तिम्रो दुःखमा साथ दिन्छु। तँलाई त यो 10 वर्ष हामी सँगै नभएको जस्तो लाग्छ होला, तर मलाई यो 10 वर्ष मेरो दुःख र सङ्घर्ष गरेको जस्तो लाग्छ। तिमी चिन्ता नगर साथी, अब म छु। म तिम्रो दुःखमा साथ दिन्छु अब, र म तिमीसँग माफी पनि माग्न चाहन्छु, किनकि मैले तिम्रो दुःखमा तिमीलाई साथ दिन सकिनँ। अनि तिमी कहिलेसम्म बस्ने? तिमी जहिलेसम्म बसाल्छौ। र अर्को कुरा, अबदेखि तिमी
मेरो कम्पनीको म्यानेजर पोस्टमा काम गर्ने। धन्यवाद साथी, तिमी फेरि मेरो जीवनमा आएर मेरो यो अन्धकार जीवनलाई उज्यालो गराइदियो।